निरन्तर हामीले ल्याइ नभएसम्म निरन्तर भोलिदेखि के हुन्छ सर? भोलिको कुरा भोलि नै भन्छौँ है। समयमा हामी देखाइरहेका छौँ। आज दिनभर जसो उहाँहरूलाई नियन्त्रणमा लिएको थियो र अहिले छोड्दैछ। एउटै गाडीभित्र राजेन्द्र लिङ्गदेन सहित केही व्यक्तिहरू हामी देखिरहेका छौँ। पज गर्नु त पज। अब अर्को बाहिरबाट प्रहरीले कुनै पनि दुर्व्यवहार गरेको छैन, सम्मान नै उहाँहरूलाई राखेको हो र अब कुनै कसुरै नगरेपछि त उहाँहरूलाई राख्ने कुरा पनि त भएन। नेपालको भूमिभित्र यसरी निषेध गर्नु हुँदैन, बोल्न लेख्न हिँड्न। हामीले त यो लोकतन्त्रमा कुनै पनि हिंसात्मक गतिविधि नगरिकन एउटा साङ्केतिक विरोध देखेको हो। हाम्रो विचार निषेध गरेको छ नि सरकारले। राजाले हामीलाई निर्देशन दिएर आन्दोलन गरे पनि होइन। राजाले भोलि हाम्रो विचार नलिनुहोस् है भनेर भन्नुभयो भने पनि यो पार्टीले त्यो विचार बोक्छ। उहाँले म राजा हुन्न भन्नुभयो भने हामी चाहिँ यो देशमा राज संस्था चाहिन्छ भन्ने विचार बोकेको पार्टी हो। जसरी भागभण्डाको राजनीति भइरहेको छ, सत्ताको मोह र सत्ताको जालो यस्तो छ कि सत्ता हट्ने बित्तिकै उहाँहरू चाहिँ जेल जान सक्ने सम्भावना छ नि त। एउटा पार्टीको अध्यक्ष लगायतका मान्य सदस्यहरूलाई सिंहदरबारभित्रै गिरफ्तार गर्ने भन्ने कुरा यो चाहिँ प्रजातन्त्रको इतिहासमा कालो दिन हो, कालो समय। मान्य सदस्यहरूले गरेको काम कारबाही सङ्गीन फौजदारी अपराध बाहेक अरू कसुरमा गिरफ्तार गरिँदैन के। त्यो त्यस्तो के गम्भीर कसुरको के अपराध हो त्यहाँ? विरोध गर्नुभयो, उहाँले बेकार देखाउनु भयो भित्रै। त प्रतिपक्षी भनेकै सरकारको विरोध गर्ने हो। सत्ता के अरे सबभन्दा ठुलो पार्टीको सत्ता पक्ष, सत्ताभन्दा बाहिर रहेकाको सत्ता विरोधी पक्ष। सत्ता विरोधी त नभइकन प्रजातन्त्र कसरी चल्छ? काठमाडौँबाट उनीहरूले नियन्त्रणमा साँझको समयमा हामी देखाइरहेका छौँ। आज दिनभर जसो उहाँहरूलाई नियन्त्रणमा लिएको थियो र अहिले छोड्दैछ। एउटै गाडीभित्र राजेन्द्र लिङ्गदेन सहित केही व्यक्तिहरू हामी देखिरहेका छौँ। पज गर्नु त पज। अब अर्को बाहिरबाट त बाहिर निरन्तर हामीले ल्याइ नभएसम्म निरन्तर भोलिदेखि के हुन्छ सर? भोलिको कुरा भोलि नै भन्छौँ है। धन्यवाद सर। जानुहुन्छ अब उहाँहरूलाई निशर्त रिहाई गरेको छ होइन सरकारले। सो अब यहाँबाट हामी सायद माइती घर होइन, माइती घरमा भेला हुने कुरा छ। नेताहरू पनि आउनुहुन्छ। उहाँहरूलाई भित्र चाहिँ अब एरेस्ट गर्दै केही अब उहाँको दुर्व्यवहार त गरेको केही पनि दुर्व्यवहार गरेको छैन। एकदम ससम्मानपूर्वक उहाँहरूलाई रिहाई गरेको छ। त्यस्तो अब माइती घरमा चाहिँ के हुन्छ? होइन, त्यहाँ कार्यकर्ताहरू आउँदै हुनुहुन्छ, बस्नु भएको छ होइन। उहाँहरूलाई अब सबैलाई चिन्ता थियो। उहाँले सम्बोधन गर्नुहुन्छ अहिले? त्यो चाहिँ मैले ठ्याक्क भन्न सकिनँ। त्यस्तो केही छैन। अब अहिले सम्बोधन गर्ने छैन, त्यस्तो केही पनि छैन। त्यस्तो केही पनि सम्बोधन गर्ने कार्यक्रम छैन। जस अब हामी अब भोलिको दिनमा फेरि आन्दोलनलाई कसरी अगाडि बढाउने भने रणनीतिक रूपमा अब छलफलको लागि उहाँहरू बस्दै हुनुहुन्छ। भनेको बिना शर्त आज चाहिँ उहाँ रिहा हुनुभयो। घट्दै गइराखेको छ, यसलाई कसरी लिनु भएको छ? हजुर, त्यो तपाईँको आन्दोलन पहिला भन्दा चाहिँ यो सङ्ख्यात्मक हिसाबले घट्दै गइराखेको छ। सङ्ख्यात्मक हिसाबमा आज त सङ्ख्याको हिसाबमा हामीले आह्वान गरेको होइन। आज खालि पार्टीको चाहिँ जिम्मेवार नेताहरूले गएर निषेध आज्ञामा चाहिँ तोड्ने मात्र कुरा थियो। अरू कुनै पनि सिंहदरबारमा हुनुहुन्थ्यो, उता आन्दोलन गर्ने उहाँहरू सम्बोधन होइन। यस्तो त सिंहदरबार होइन, कोही नेता यता हुनुहुन्थ्यो, कोही उता हुनुहुन्थ्यो। अब हामीले त विभिन्न निषेधित क्षेत्रमा चाहिँ विचारको निषेध सरकारले जसरी गर्यो त्यसरी गर्नु हुँदैन। ठाउँ बोल्ने कुरा लेख्ने कुरामा निषेध नगर्नु भने एउटा साङ्केतिक विरोध मात्रै थियो। त्यसलाई यस्तो यो हिंसाको गरेर हामीले त्यो उ गर्ने के अरे ब्यारिकेड तोड्ने त्यो हिसाबमा थिएन नि त। यो त साङ्केतिक मात्र हुनुहुन्छ। अब यो धवल सुनसिंह राणाहरू हजुर, अब उहाँहरू पनि आज भोलि चाँडै नै छुट्दै हुनुहुन्छ। कस्तो खुसबुजी, अब आज दिनभरि तपाईँले एउटा कार्यक्रम गर्नुभएको थियो, राम्रो कार्यक्रम गर्दै हुनुहुन्थ्यो शान्तिपूर्ण। तर तपाईँका नेताहरूलाई एकाएक सिंहदरबारबाट पक्राउ गरियो, अहिले साँझ आएर छोडियो। तर कार्यक्रमलाई त्यसले ठुलो असर पार्यो नि त। यसलाई के भन्नु चाहिँ के हुन्छ? एउटा हामीले साङ्केतिक रूपमा सचेत मात्रै गराएको हो कि जनताहरूलाई नेपालको भूमिभित्र यसरी निषेध गर्नु हुँदैन, बोल्न लेख्न हिँड्न। हामीले त यो लोकतन्त्रमा कुनै पनि हिंसात्मक गतिविधि नगरिकन एउटा साङ्केतिक विरोध देखेको हो। हाम्रो विचार निषेध गरेको छ नि सरकारले, बोल्न निषेध गरेको छ नि त। धवल शमशेर, रविन्द्र मिश्र, अरू राष्ट्रवादी साथीहरूलाई निषेध गरेर नै पक्रेर राखेको छ। त्यसको विरोधमा यो साङ्केतिक विरोध मात्रै हो। सम्बन्धमा के भन्नुहुन्छ दुर्गा प्रसादले? अब उहाँ पनि भित्रै हुनुहुन्छ होइन। अब सबैजना राष्ट्रवादी साथीहरूलाई चाहिँ बिना शर्त रिहाई हुनुपर्छ। किनभने उहाँहरूले कुनै किसिमको जुन अहिले किसिमको मुद्दा लगाइएको छ राज्य विरुद्धको अपराध, त्यस्तो
कुनै पनि गतिविधि भएको थिएन, त्यो कानुनबाट पुष्टि पनि हुँदैन, त्यही भएर समझदारीमा उहाँले न्याय गर्नुपर्छ। चाहिँदै गर्दा आवाज लगाइराख्नु भएको छ। पूर्व राजा ज्ञानेन्द्रलाई अहिलेसम्म बोलिराख्नु पनि भइरहेको छैन। यो विषयमा तपाईँको सम्बन्ध यस्तो हो, राजाले हामीलाई निर्देशन दिएर आन्दोलन गरे पनि होइन। राजाले भोलि हाम्रो विचार नलिनुहोस् है भनेर भन्नुभयो भने पनि यो पार्टीले त्यो विचार बोक्छ। उहाँले म राजा हुन्न भन्नुभयो भने हामी चाहिँ यो देशमा राज संस्था चाहिन्छ भन्ने विचार बोकेको पार्टी हो नि त। त्यही भएर यसमा उहाँको कुनै पनि रोल छैन। उहाँको एउटा मात्रै उद्देश्य के हो भने देशमा एकता होस्, शान्ति होस्, जनताहरूले दुःख नपाओस् भन्ने। आज एकाएक पक्राउ अहिले छोड्नु होइन, यसले चाहिँ यस्तो उहाँहरूले चाहिँ यो हामीले चाहिँ सिंहदरबारमा हाम्रो नेताहरूले जुन पोखरामा भएको भ्रष्टाचार थियो, 14 अरबको जुन जति लगानी त्यतिकै भ्रष्टाचार भयो, यो भ्रष्टाचारको गतिविधिहरू चाहिँ अन्त्य हुनुपर्छ भनेर प्लेकार्ड सहित बाहिर निस्किएर बिजुली बजारतर्फ आउँदै गर्दा उहाँहरूलाई त्यहीँबाट धरपकड भएको हो। तर प्रहरीले कुनै पनि दुर्व्यवहार गरेको छैन, सम्मान नै उहाँहरूलाई राखेको हो। र अब कुनै कसुरै नगरेपछि त उहाँहरूलाई राख्ने कुरा पनि त भएन होइन, एउटा प्रक्रिया मात्रै हो त्यो। बिजुली भ्रष्टाचारीलाई कारबाही हुनुपर्ने, भ्रष्टाचार निकालिदिए र भ्रष्टाचार भनिदिने नै कारबाही हुने अवस्था कसरी आइरहेछ? यो त्यसैको विरुद्ध त हामी हो नि। आज जसरी भागभण्डाको राजनीति भइरहेको छ, सत्ताको मोह र सत्ताको जालो यस्तो छ कि सत्ता हट्ने बित्तिकै उहाँहरू चाहिँ जेल जान सक्ने सम्भावना छ नि त। किनभने भ्रष्टाचारको काण्डमा त उहाँहरू हुनुहुन्छ, तपाईँहरू त प्रत्यक्षदर्शी भइराख्नु भएको छ नि। हामी आम सर्वसाधारण, हामी एउटा कुनै एजेन्डा लिएर मात्रै आएको होइन। विशेष त यो देशमा भएको जति पनि भ्रष्टाचार छ त्यसमा चाहिँ उहाँ दोषीले चाहिँ चिहानमै गाड्या छ भने पनि दण्डित हुनुपर्छ भन्ने मान्यता लिएको पार्टी हो। त्यसले गर्दाखेरि जनताले जुन आज यो दलाल तन्त्र, बिचौलिया तन्त्र, दलतन्त्रको विरुद्धमा आवाज बोलाउँदै गर्दा शीर्ष दलको बैठक बसेर उहाँहरूले यस किसिमको धरपकड गर्नु चाहिँ अन्यायपूर्ण हो। यो आन्दोलन निरन्तर रहन्छ। यो पार्टीको मात्र होइन, यो आम नेपाली जनताले यो राज्यमा भएको दमन, राज्यले गरेको निरङ्कुशता र कुशासनको विरुद्धमा, दलाल तन्त्रको विरुद्धमा हामी हौँ। त्यसैले गर्दाखेरि यसरी डराउने अवस्था यो त हामीले साङ्केतिक गरेको हो। साङ्केतिक गर्दै सरकार यति डरायो। हामीले त भनिराखेको थियौँ नि, उहाँहरू डराउनु पर्दैन, हामी चाहिँ हिंसा गर्दैनौँ, हामी जबरजस्ती ब्यारिकेड तोड्दैनौँ भनेर हामीले भनेको थियो। साङ्केतिक विरोध त गर्न पाउनु पर्यो नि त होइन। अब मैले यो टी सर्टमा चाहिँ देश बनाउने कि देश डुबाउने लेखेर हिँडिराखेको छु, यो मेरो साङ्केतिक विरोध हो होइन। देश बनाउने कि देश डुबाउने भन्दा मलाई समाज छ भने त अब त्यो त उहाँहरूको चाहिँ दुष्कर्म हो भनेर भन्छु। यो एकदमै यहाँहरूलाई धेरै धन्यवाद। यसलाई अब जति सक्दो जनतामाझ पुर्याउँ। यो आन्दोलन निरन्तर छ, यो तपाईँ हामी सबैको बोल्न पाउनुपर्छ, लड्न पाउनुपर्छ। देशमा सुशासन को सङ्कट छ, आर्थिक सङ्कट छ, विकासको सङ्कट छ। यो तीनटा सङ्कटबाट देशलाई निकाल्नलाई हो। धेरै धन्यवाद। काम कार्यवाहीलाई लिएर सार्वजनिक रूपमा मुद्दा झगडा टोकडण्डा चलाउनसम्म पनि पाइँदैन फौजदारी कसुर पाएको भने। अब त्यस्तो अवस्थामा एउटा पार्टीको संसदीय दलको नेता, एउटा पार्टीको अध्यक्ष लगायतका मान्य सदस्यहरूलाई सिंहदरबारभित्रै गिरफ्तार गर्ने भन्ने कुरा यो चाहिँ प्रजातन्त्रको इतिहासमा कालो दिन हो, कालो समय। तर उहाँले त पक्राउ गरिसक्नुभयो 7 जनालाई, अध्यक्ष, प्रवक्ता, वरिष्ठ उपाध्यक्ष लगायत सबैलाई पक्राउ गरिसक्नु उहाँले। होइन भनेको इतिहासमा यो थिएन, यो इतिहासको कालो दिन भनिरहँदा यस्तो अवस्था थिएन। होइन, सिंहदरबार भनेको त निषेधित क्षेत्र पनि त हो। एकैछिन सिंहदरबार निषेधित क्षेत्र होला। अब तपाईँहरू आम पत्रकारको हिसाबले त्यहाँ जानुहुन्छ, अनि तपाईँहरूले पनि यो निषेधित क्षेत्र हो भनेर सोध्नुहुन्छ। त्यो क्षेत्रै निषेधित हो भने सोध्ने कुरा पनि निषेध हुनु पऱ्यो नि। मैले भनेको कुरा बुझ्नलाई मैले साथीहरूलाई के निवेदन गरेँ भने संसदभित्र, पार्लियामेन्टभित्र मान्य सदस्यहरूले गरेको काम कारबाही सङ्गीन फौजदारी अपराध बाहेक अरू कसुरमा गिरफ्तार गरिँदैन के। त्यो त्यस्तो के गम्भीर कसुरको के अपराध हो त्यहाँ? विरोध गर्नुभयो, उहाँले प्लेकार्ड देखाउनु भयो भित्रै। त प्रतिपक्षी भनेकै सरकारको विरोध गर्ने हो। सत्ता के अरे सबभन्दा ठुलो पार्टीको सत्ता पक्ष, सत्ताभन्दा बाहिर रहेकाको सत्ता विरोधी पक्ष। सत्ता विरोधी त नभइकन प्रजातन्त्र कसरी चल्छ? होइन, सरकार डराएको अवस्था हो। उहाँले प्रदर्शन निषेधित क्षेत्र तोकिएको छ बानेश्वर एरियामा आज गर्ने भनेर भनिरहँदाखेरि त्यो डराउने अवस्था सिंहदरबारमै रोक्ने अवस्था आएको हो। यसलाई यसरी बुझ्न सकिन्छ। अनि त्यसैले यो कहिलेकाहीँ मैले भन्छु, यो दुधले मुख पोलेको मान्छे मोही फुकेर पिउँछ भने जस्तो कि त्यहाँ मान्य सदस्यहरूले आफ्नो कुरा भन्नुभयो, राख्नुभयो र त्यहाँ कुनै उद्दण्डता उग्रता छैन भने त्यो सरकारको नालायकीपन, कायरपन अथवा तर्सिएकोपन भन्दा बाहेक अरू के हुनसक्छ? अरू केही कारण त हुन सक्दैन। वरिष्ठ अधिवक्ताज्यू, कानुनी दफाले के भन्छ खास गरेर यस्ता खालका प्रदर्शन जुन निषेधित क्षेत्रमा गरिन्छ र स्वयं आफै माननीय भइसकेको व्यक्ति जसले कानुन बनाए, के भन्छ कानुनले? हाम्रो मैले तपाईँलाई अघि भनिहालेँ,
संसदभित्र भएको गतिविधिलाई मुलुकको वर्तमान फौजदारी कानुनले कसुर ठहर्ने पाए भन्नुहोस् न, राष्ट्रद्रोह, राष्ट्र विप्लव, ज्यान जबरजस्ती गर्ने, हत्या, बलात्कार जस्ता कुरा बाहेक अरू विचार र अभिव्यक्तिको स्वतन्त्रता, ए बाबा हामी सडकमा त विचार र अभिव्यक्तिको स्वतन्त्रता छ भनेर आम सञ्चारसँग कुरा गर्दैछौँ, पार्लियामेन्टभित्र बसेर पार्टीका संसदीय दलका सदस्य नेताहरूले केही काम कार्यवाही गरे भने त्यो सरकारलाई पचेन भन्ने बित्तिकै त्यसलाई अन्यथा भन्नुपर्छ र भने। र फेरि के भने कानुन भनेको तपाईँले बनाउने विषय हो, कानुन आफै कहीँबाट उब्जिने फल्ने होइन, मान्यज्यूहरूले बनाउने हो। यसै मान्यज्यूहरूले बनाउनुहोस्, जसले बनाउनुहोस्, नेसेसिटी इज द मदर अफ इन्भेन्सन। आवश्यकता आविष्कारको जननी हो भने जस्तै राज्यले आवश्यकता अनुसार कानुन बनाउने कुरा आफ्नो ठाउँमा छ। अहिलेसम्म कायम रहेको कानुनले मान्य सदस्यहरूलाई प्रतिनिधि सभा अथवा संसदीय दलको कार्यालयबाट गिरफ्तार गर्ने संवैधानिक कानुनी मात्रै होइन, यो अराजकता हो। अब राजावादीको आन्दोलन शीतल भएको यसले देखाउने कुरा चाहिँ वास्तवमा कानुनको पालना गर्ने कुरामा अस्ति 15 गते जसरी शक्तिको दुरुपयोग भयो, त्यहाँ चाहिँ बन्दुक गोली प्रहार गरेर, अहिले चाहिँ अर्को फेरि भौतिक शक्तिको प्रयोग गर्यो, त्यसको दुरुपयोग भयो भन्ने कुरा देखिन्छ। यसको भरपाई हुने अवस्था आउँछ? कानुनले के भन्छ? अथवा उहाँहरू आज दिनभरि त हिरासत बस्नुपर्ने अवस्था आयो, यो गैर कानुनी हो भनिरहँदा यसको भरपाई चाहिँ हुन्छ कि हुँदैन? गैर कानुनी हुन्छ? यसको भरपाई जनताको अभिमतले गर्छ। जनताको अभिमतले गर्छ। अनि कानुनी पाटो के छ? कानुनी रूपमा जान सक्ने अवस्था होइन। त्यसैले कानुनी रूपमै जानका लागि त अहिले यति जे पार्टीका साथीहरू अथवा दलगत मानिसहरू आउनु भइराखेको होला, यसले गर्दाखेरि त ठिक छ, तपाईँले यहाँभित्र थुन्नुभयो होला। जब मैले धेरैचोटि भनेको छु आम सञ्चारको मानिसहरूसित, अमेरिकाको ट्विन टावरमा ओसामा बिन लादेनहरूले त 2001मा आक्रमण गर्नुभएको थियो र त्यतिखेर आतङ्ककारी भनेर जे थुनिएको थियो उहाँहरूलाई ग्वान्टानामो बेमा, त्यतिखेर त्यसभित्र कैदी भएका एउटा कविले लेखिरहेथे कि मलाई अहिले 4 दिवारभित्र थुनेर तपाईँहरू साम्राज्यवादीहरू खुसी मनाइराख्नु भएको होला, तर मेरो विचारलाई दिवालको 4 दिवारीले छेक्न सक्दैन, म स्वतन्त्रतापूर्वक मेरो विचार संसारमा उडिरहेको छ। त्यसैले तपाईँले विचारलाई दिवालले बन्देज गर्ने चाहिँ काम गर्दै हुनुहुन्छ, राज्य सत्ता आफै फसिरहेको छ। भनेको एउटा भनिन्छ राजा आएपछि मुहार फेरिन्छ भनेर किन लाग्यो भनेपछि राजा महेन्द्रले प्रत्यक्ष शासन गरेको बाहेक त्योभन्दा बढी यो देशमा न विकास हुन सक्यो न विकास हुन दिए। त्यही भएर नै राजाले शासन गरेपछि मात्रै यो देशको अस्तित्व रहन्छ भन्ने लागेर नै राजतन्त्रको पक्षधर भएको। तर गणतन्त्रवादी नेताहरूले त राजावादीको आन्दोलनमा नजानुहोस्, तपाईँ जस्तो युवालाई लक्षित गरेर विशेषतः तपाईँहरूले देख्नु भएको छैन राजतन्त्र कस्तो थियो, कति कहाली लाग्दो थियो भनेर आह्वान गरिराख्नु भएको छ। तपाईँले उहाँको कुरा सुन्नु भएको छैन, अनि फेरि आउनु भएको छ यो आन्दोलनमा। हामीले राजतन्त्र देखेनौँ तर हामीले गणतन्त्र देख्यौँ, त्यही भएर हामी राजाको पक्षधर भएका हौँ होइन। राजतन्त्र देखेनौँ तर हामीले राजतन्त्र पढ्यौँ, सुन्यौँ र बुझ्यौँ होइन। र उहाँहरूले भन्नुभयो राजतन्त्रमा बोल्न पाइँदैन थियो, राजतन्त्रमा महिलाहरूलाई पढ्न दिएको थिएन, राजतन्त्रले गर्दाखेरि छुवाछुत भयो, तर त्यो सबै कुरा राजतन्त्रले नै हटाएको थियो। र उहाँहरूले चाहिँ आफूले देश लुट्न नपाएपछि जनताहरूमा भ्रम फैलाउनु भयो र त्यतिखेर भ्रम फैलाएपछि जनताहरूले पत्ताउनु हुन्थ्यो। किन भनेपछि जनताहरूले किन पत्ताउनु हुन्थ्यो भनेपछि त्यतिखेर हामीसँग इन्फर्मेसन थिएन कि, इन्फर्मेसनको उपलब्ध हुँदैन थियो। सोसल मिडिया अरू केही पनि थिएन नि त, अनि हामीले इन्फर्मेसन पाउँदैन थियो। तर अहिले जुन उहाँहरूले भन्नुभयो बोल्न पाइँदैन थियो, मदन भण्डारीले खुल्ला मञ्चमा भाषण गरेर राजालाई सिरपेज खोलेर आउनुहोस्, राजालाई सिरपेज खोलेर आउनुहोस्, राजनीति गर्नुहोस् भन्नुभयो राजतन्त्र हुँदाखेरि। तर पनि उहाँ जीवित हुनुहुन्थ्यो, उहाँ जेल जानु भएन। उहाँको त्यो मन्तव्यलाई नेपालको राष्ट्रिय समाचारले, नेपाल टेलिभिजनले प्रसारण गरिरहेको थियो भनेपछि त्यो निरङ्कुशता भयो त। आज राजावादीले फरक मत राखेकै भरमा नेपाली जनता नै हो नि राजावादी पनि, उसलाई बाटोमा गोली हानेर लडाइयो र कुनै पनि नेताहरू
उहाँहरूले संवेदना समेत प्रकट गर्नु भएन। उहाँहरूलाई पार्टी कार्यालय फुटाएकोमा संवेदना प्रकट गर्न टाइम भयो। उहाँहरूलाई जुन भाटबटिनी लुटियो त्यसमा उहाँलाई संवेदना प्रकट गर्न मिल्यो होइन। भाटबटिनीको उहाँको जति भएको थियो 75 लाख उहाँको खर्च भयो भन्नुभयो। 75 लाख भन्दा पनि एउटा मान्छेको ज्यान सानो भयो। ज्यान त उहाँले निहत्ता मान्छेलाई बाटोमा गोली हानेर मार्नु भएको हो नि। 2-3 जना राजाले नि कुरा चलिरहेको छ। अहिले सबैले आह्वान पनि गरिरहेका छन्। अहिले हाम्रो व्यवस्था हामी सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकमा छौँ। राजा आउन चाहे चुनाव लडेर चुनावका माध्यमबाट निर्वाचनका माध्यमबाट आउन सक्नुहुन्छ। त्यतातिर किन नहेर्ने अनि चुनावबाट राजा किन आउने? राजाले चुनाव गरेर उहाँहरूलाई छोड्नु भएको थियो र उहाँहरू पनि त बाटोबाटै आउनु भएको होइन र सडकमा आन्दोलन गर्नुभयो र संसदसम्म पुग्नु भएको हो कि होइन त? उहाँहरू चाहिँ सडकबाट आउँदा हुने अनि उहाँहरूले राजालाई कसरी चुनावबाट आउनु भन्नुहुन्छ? उहाँहरूले जनमत गरेर राजा चाहिँदैन भन्ने जुन लिएर आएर उहाँहरूले फाल्नु भएको भए हामी माग्न नसक्ने अवस्थामा हुन्थ्यौँ। तर उहाँले त त्यो गर्नुभएको होइन नि त। उहाँहरूले त्यो नगरिकन उहाँहरूलाई राजाले शासन सत्ता दिनुभयो तर उहाँहरूलाई किन त्यो गर्नु त? त्यही भएर चाहिँ राजा चाहिँ सडकबाट लिएर आउने नै हो। ठिक छ, हस् त।